हेलो गुड मर्निङ नमस्ते। म चाहिँ लता ब्युटी पार्लरबाट। आज यस्तो दामी मौसम भएको छ, पानी परेर अनि कस्तो राम्रो मौसम हौ। घाम लागिरहेको छ चट्टसँगले। अनि म चाहिँ किन भिडियो बनाएको भन्दाखेरि अहिले हाम्रो लता ब्युटी पार्लरमा चाहिँ अफरहरू कति छोडिरहेको छु नि त मैले क्लासको लागि अनि सर्भिसेसहरूको लागि पनि मैले अफरहरू छोडिरहेको छु नि त। अनि त्यही कुराको जानकारी गराउनको लागि पनि आएको हो होइन। यसो म पनि भिडियो बनाइदिउँ कि भनेर भनेको। बोल्न पनि आउँदैन खासै, त्यही पनि कोसिस गर्नुपर्छ, कोसिस जारी राख्नुपर्छ होइन। नहुने कुरा र नगर्ने कुरा केही पनि हुँदैन। राम्रो गरे, राम्रो सोचे, राम्रो गरेर अगाडि बढ्नुपर्छ। अनि त्यही भएर मैले पनि क्लासेसहरूको लागि अफर छोडेको छु अनि भिडियो पनि बनाएको होइन। खासै राम्रो भिडियो त बनाउन आउँदैन, त्यही पनि यसो भिडियो बनाउने मलाई पनि मुड चलेर चाहिँ भिडियो बनाएको होइन। अनि अब कति क्लासहरू अफ के पो अरे चलिरहेको छ अहिले, अफर छोडेको कारणले गर्दाखेरि। अनि हजुरहरूलाई पनि यति इन्ट्रेस्टेड हुनुहुन्छ भने आउनु होला, सम्पर्क गर्नु होला। क्लासको लागि अहिले अफर छोडिरहेको छ, नेल्सको लागि, ल्यासेसको लागि, एडभान्स कोर्स अनि सर्भिसहरूमा पनि क्याराटिन स्टेट, बोटक्सहरूदेखि लिएर ल्यासेस, नेल एक्सटेन्सन सबैको लागि अफर छोडिरहेको छु नि त। अनि त्यो भन्नको लागि पनि मैले यसो सानो क्लिप बनाएको। अब खासै यसरी बनाउनु त आउँदैन, मेरो फर्स्ट टाइम हो, फर्स्ट हो होइन। कति अब कमी कमजोरी होला, बोल्न आउँदैन होला होइन, कमी कमजोरी त छ नै होइन। अब त्यही पनि कोसिस चाहिँ गरिरहेको छु। यदि हजुरहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने मलाई सम्झिन सक्नुहुनेछ लता ब्युटी पार्लरलाई। आज मौसम एकदम राम्रो भइरहेछ, खुसी पनि लागिरहेछ। आज एकदमै खुसी लागेको पनि छ हौ मलाई। खै के हो, सपना पनि फेरि राम्रो देखेको थिएँ नि त आज, त्यही भएर पनि होला होइन। बिहानै मुड फ्रेस अनि सानो भिडियो बनाएको छु। यदि हजुरहरू पनि इच्छुक हुनुहुन्छ भने होइन लता ब्युटी पार्लरलाई सम्झन सक्नुहुनेछ। त्यहाँ भिडियोमा प्रोफाइल भ्यू गर्नुहोस्, त्यहाँनिर नम्बरहरू छ। अनि मेरो लता ब्युटी पार्लरको लोकेसन चाहिँ नयाँ सब्जी लाइन, सुँगुरको मासु काट्ने लाइनतिर आउनुभयो भने ठ्याक्कै भेट्नुहुन्छ। मेरो लता ब्युटी पार्लर एन्ड कस्मेटिक एन्ड ढाका। सबैजना आइदिनु होला, साथ सपोर्ट गरिदिनु होला भन्ने आशा राखेको छु। Thank you so much. Bye bye. Have a good day. Thank you.